सम्पूर्ण नमस्कार। आज 2082 साल माघ 19 गते आज हामी सुर्खेल सामुदायिक वनमा अग्निरेखा भन्न गइरहेका छौँ। गएर करिब सकाएर आराम गर्ने समयमा विषम समय छ। अहिले करिब अग्निरेखा हालेर सक्छौँ भन्नुपर्छ है। अब यो यही सम्बन्धी हल्का यहाँ हामी प्रायः आमा दिदीबहिनीहरूको चाप धेरै भएको हुनाले पुरुष दाजुभाइहरू केही थोरै मात्रामा हुनुहुन्छ होइन। अनि यो वैश्विक रूपमा यो आगलागी डढेलोको कारणले यो सुर्खेल वन नगरपालिकाको नजिकै उत्तरपूर्वी भागमा रहेको यो सुर्खेल सामुदायिक वन करिब सबैभन्दा नजिकको नजर पर्ने ठाउँ होला। यसमा नगरपालिका पनि प्रायः असरस्त छैन है। वन नियन्त्रण डढेलो सम्बन्धी अनि यहाँ अब विभिन्न समयमा आगलागी गर्दै गरेको होइन। यस सुर्खेल सामुदायिक वनमा समुदायहरूको आफ्नै उपस्थितिमा आगो नियन्त्रण गर्न जानुपर्ने बाध्यता चाहिँ यो वर्षको लागि हट्यो है। आगामी वर्ष के गर्ने हो, कसो गर्ने हो, आगामी वर्ष भन्दा पनि गएका वर्षहरूमा त डढेलोले मानिसहरू राति मध्यराति जानुपर्ने अवस्था पनि देखिएको थियो। अनि राति पानी बोकेर पनि हिँड्नुपर्ने पानीको पनि अवस्था त्यस्तै है। र यो वर्ष चाहिँ त्यो सङ्कटबाट केही टाढा गएको जस्तो महसुस भइरहेको छ। तर आगामी वर्षहरूमा पनि यो सङ्कट नआउला भन्न सकिँदैन। आगामी दिनहरूमा यो वर्ष योभन्दा अगाडि नै आगलागी हुन्थ्यो होइन। योभन्दा अगाडि नै हुन्थ्यो। के गर्ने सम्बन्धित निकायहरूलाई यो बुझाओस्। बाँकी अब आमा दिदीबहिनीहरूको खेलबाट सुरु